आज चाहिँ हाम्रो के छ भने कलेजमा प्रोग्राम छ हो स्टेटहुडको प्रोग्राम जस्तो लाग्यो हैन यति उखाल्दैन ठिकै हुन्छ टाटा कुदाउने प्लान कसैको नसक्ने के भन्छ प्याक लन्च कहिले दिन्छौ कहिले दिन्छ दिन चाहिँ दाइमा छ हिजोस् मलाई त भिमले धम्की हाने त प्यारासुट पुड्कीहरु त्यस्तै अनि पुड्की जस्तो हैन पुड्कीहरु अब यो स्कुलमा छैन हेलो स्वागत छ सबैजनालाई आफ्टर लङ टाइम फेरि भ्लग लिएर आइसकेको छु सो आज चाहिँ स्पेशली कलेजको भ्लग बनाउन गइरहेको छु कलेज पनि सक्नु आँट्यो लास्ट रिमेम्बरको लागि एउटा भ्लग बनाइराखौँ भने चाहिँ स्टार्ट गरेँ मैले सो गाइस भ्लगमा के हुन्छ कसो हुन्छ अन्तिमसम्म हेरिदिनुहोस् होला है त यहाँबाट दिनेश जाउँ भ्लग बनाए यो यता छ दिनेश हाम्रो आज त कलेजको यारै निस्केको हुन्छ जानेहरुलाई के काउन्सिलिङ गरे ए जानेहरुको जानेहरुलाई काउन्सिलिङ गरे अन्त सी डिपार्टमेन्टबाट हेल्प के गरेको चाहिँ आज खै ब्लग बनाएर अल्छी पो लाग्दैछ के बनाउनु मेमोरी त सकित गरे 3 दिन मात्रै छ त्यही अब यहाँबाट चाहिँ हाम्रो साथीहरु वाउ यहाँबाट चाहिँ हाम्रो साथीहरु बेला पाडे चाहिँ एक ग्रुप आमा टाइमिङ हेरेर टक्कै निस्किएको लागि मर्निङ जाउँ निर्मा जाउँ आज चाहिँ सानो एउटा भ्लग फेरि स्टार्ट गरेको आफ्टर लङ टाइम त्यस्तै 3 महिना जस्तो भयो ग्याप भएको अन्त आज चाहिँ फेरि बनाइहेरेको के हुन्छ त्यहाँ एकजना छ दिक्षन गाडीमा आउने ल ले हाँस्थे बिस्तारै आइज ल एउटा भेटौँ गाडीमा हो गाडीमा आउने गाडी बाटो चाहिँ यस्तै छ हिलो आज चाहिँ धन्न अलिक घाम लागेर नभए चाहिँ यहाँ चाहिँ यस्तो खतरा हिलो हुन्छ कि अब हाम्रो हिस्ट्रीको चाहिँ हाम्रो 3 दिन मात्रै छ सिलेबस सकिन अनि सिलेबस सक्यो कि त हाम्रो कलेज सक्यो भन्दा हुन्छ अनि 3 दिनको एक्जाम आइन्छ अलिक भन न के त आफ्टर कलेज प्लानिङ के मासु दोकान के अब आफ्टर कलेज त अब त्यस्तै छ नि अब मास्टर्स गरौँ भन्दा अब त्यही अब अलिक अब के भन्नु र मास्टर्स डाइरेक्ट उयो भएन अब एक्जामिनेसनहरु दिन्छ एटेम्प गर्छौ अब त्यहाँ सेलेक्ट भयो भने त मास्टर्स गरिन्छ हो नभए चाहिँ अब त्यही बिजनेसपट्टि नै अब गर्नु प्लान छ अब के गर्नु हैन त्यही ग्रेजुएसन बाद छ अब निर्मलको के छ मेरो अब त्यस्तै छ आगे टेन्सन अब काम सानो काम गर्नुपर्छ यता पनि हो कलेज सक्नु त हुनु त अब छ नि त छ हुनु त छ नि त छ तर जानु पर्ने भन्नु न जानु चाहिँ अब टोटल 3 डेज छ अब यताउता बोलायो भने अब एक्जाम टोटल 10 डेज होला त्यहाँदेखि एक्जामले गर्दा 13 डेज त्यति चाहिँ छ होला यताउता बोलायो भने चाहिँ म्याक्सिमम प्रोग्रामहरु है कलेज सकेर अनि त सकिएको कलेज सकेर त्यहाँदेखि रिटर्न बाइ त्यही कारणले आज चाहिँ भ्लग बनाएको लास्ट एउटा रिमेम्बरको लागि साथीहरु होइन साथीहरु अब सकेपछि त केटाहरु कहाँ पुग्छ हो केटाहरुले कल पनि गर्नु चाहिँ बिर्सिन्छ होला अन्त अब लास्ट एउटा मेमोरीको लागि चाहिँ आज फेरि भ्लग बनाएको आज सबै आउने भएर चाहिँ आज चाहिँ सबै आउने भएर चाहिँ भ्लग थालेको आज चाहिँ पुरै कम्पलसरी नै आइदिनु भनेको छ हाम्रो 6 सेमको हिस्ट्री अनर्स आजको खास यो प्रोग्राम चाहिँ हाम्रो हिस्ट्री डिपार्टमेन्टले चाहिँ कन्डक्ट गरेको रहेछ सो के मैले ल्याइन सर त्यही होइन मैले त बोरा लिएर छु सर आज सामान उतैबाट लैजाउँ भनेर हाताको गर्दै
गर्दा तातिहाल्छ गोजीमा राख्दा फोन तातेर चाहिँ यस्तो बिजोग भइरहेको छ मेरो चाहिँ घामले गर्दा। एकमा त गेमै है एकमा। अब कलेज सकेर यो मान्छे यो छ कलेज सकेर ठुलोदेखि टाटा कुदाउने प्लान कसैको नसक्ने। टाटा कुदाएर चाहिँ जिन्दगी चलाउनुपर्छ, राम्रो हुन्छ। कसैको मकै फल्नु आँट्यो। आज कलेजकै भन नि त फेस। ए हिजो त टेन्सनमा त्यसो प्रेजेन्टेसन थियो नि आज फ्री हो। हिजो प्रेजेन्टेसनले गर्दा चाहिँ अलिकति खास हिजोदेखि थाल्नु भन्छ केटाहरूले। हिजो चाहिँ प्रेजेन्टेसनको टेन्सन पनि थियो, आज थालेको। अरे के बोला म त यही भ्लग गर्न थालेँ। गुड जब हेलो जुमाई से समथिङ इन माई भ्लग। भन्नु म त केही भन्न सकेको छैन। यहाँ हिजो त्यो खुट्टा मर्केटमा आज केही भन्ने स्थितिमा छुइनँ किनभने यो दुखेर बिजक भएको छ। के चाहिँ ढाँटे यस्तो ढाँट्नु चाहिँ हुन्थेन। हिजो पनि अन्त कस्तो निदाइ पठाए तिमीले कल गर्न पैसा नभएको बेला मेरो गाडीमा आउने कहाँ यहीँ चढेको पर नचढेर बरु सँगै आएको हो यहीँसम्म गाडी। पैसा मात्रै नोक्सान भएन। पैसा लिन राम्रो त्यसो भए त। त्यही त खाली थियो त। गाडी चढ्दै ती पनि गाडी चढ्छ फर्स्ट टाइम देख्यो। गाडी कलेज जाने नबोल्ने फोन तातेर गेम पुरा बेसी खेल्यो कि। आज चाहिँ म चाहिँ गाडीमा आएको है। अलिकति त्यस्तै बिमार भयो कि अन्त यिनीहरूलाई छोडेर आएको। तर के गर्न उयोबाट रोकिदियो हो। आज चाहिँ हाम्रो के छ भने कलेजमा प्रोग्राम छ हो, स्टेटहुडको प्रोग्राम जस्तो लाग्यो होइन। अन्त हामीलाई चाहिँ 12 बजी आउनु भनेको थियो हो सबैजनाले। तर हामी चाहिँ अलिकति अल्छी नै छ हो। त्यही भएर हामीलाई अलिक पढाउनु पनि हुन्छ होला टिचरहरूले ढिलो भयो भनेर। भिडियोले गर्दा अर्को खुट्टामा 1 लाख नसक्ने। होइन पुड्की छु भने भिडियोमा ननिक्लिने भनेर चाहिँ अगाडि आएको। सरी ल गाडीले हिर्काएको जस्तो फिल भयो। सानो तर्सिन नि बिहान चाहिँ खुट्टा साह्रो दुखेर चाहिँ कुद्ने भएको थियो कि लाङमा चाहिँ नि हो त्यो खुट्टामा 1 लाख नि साथीकै खुट्टामा। चक्कर लाग्यो हामी होइन भलिन्टर छेउ यस्तो हो नि त पुड्कीहरू त्यस्तै नि पुड्का पुड्कीहरू नानीहरू अब यो स्कुलमा फाइनल 12हरू हुने कलेज हामी सँगसँगै आउँदाखेरि त्यस्तै हुन्छ नि। यहाँ चाहिँ छ यार पानी पर्दा चाहिँ यस्तो बिजोक हुन्छ कि यो बाटो चाहिँ हिलो बनाउँछ के अब नेक्स्ट टाइममा यो बाटो कलेज सकेर बनाउँछ। यो बाटो हिँड्नु पनि हाम्रो अब 6 दिन मात्र रह्यो। ओए कहीं नहीं गया वीडियो के चक्कर में किचन में घुस गया मैं तो वीडियो के चक्कर में। कोई रेलामा खेला हुँदैछ तपाईँ नसक्ने। रेलामा पड्काउन थाल्यो। बाध्दै आउँदैछ पछाडि 2 जना। होइन हुन्छ टमाटर फलेको छ मजाले। गाइस अब हाम्रो अघिल्लो चाहिँ हल्का सपोर्ट चाहिँ गरिदिनुहोस्।
Look at this guys, check it. Check करो मकै यस्तो दामी आम्मामा। घरमा खाने पाउँदैन भनौँ बाटो चाहिँ यस्तै छ कलेज जाने बाटो। फुले छ त्यहाँ अगाडि। बाटो चाहिँ यस्तै छ कलेज जाने बाटो ओह्रालो। पानी पर्दा चाहिँ यहाँबाट चाहिँ जोगिएर हिँड्नुपर्छ। पानी पर्दा चाहिँ पुरै चिप्लो हुन्छ नि त। एकमा हाम्रो जुत्ता त्यस्तै छ ग्रिपै छैन। चिप्लिँदै लड्दै पढ्दै कलेज पढिसक्नु आँट्यो हामी। बाटो खराब कलेज पुग्नु आँटेछ हाम्रो। हाइवे चाहिँ अब चाहिँ हामी कलेजको बाउन्ड्री एन्ट्री हुँदैछ। पहिला यहाँ गेट थियो भने अहिले छैन। यहाँ गेट थियो पहिला, यो हाइवे नआउँदा पहिला यता गेट थियो। अहिले गेट सरेर ऊ तल पुगेछ। कसरी साह्रो कलेज साह्रो याद छैन। कलेजको नयाँ गेट। यस्तो छ कलमा बोल्ने तरिका केटाहरूको हरिग्याङको फर्कै छ। अर्कै छ यो हाम्रो बोइज होस्टेल हो। यो देख्दै गरेको हाम्रो बोइज होस्टेल नजारा। 2 मार्क्सको माया ल्याएको केटाहरू। निर्मलको काम छ। दिन चाहिँ दामी भएको छ। एभ्री टाइम पानी पर्छ। आज भ्लग बनाएर होला पसिनाले चाहिँ कलेजमा चाहिँ हेर्नु चारपट्टि CCTV लगाएको छ। यो काम लाग्छ। ए भीमले मलाई किन फोन गर्यो फेरि? कसले फुला कस्तो केटा हुन्छ गीत सुन्नुको लागि मलाई फोन गर्छ। म भ्लग गर्दैछु। हरियो परि यो यस्तो दामी। यो चाहिँ माथि चाहिँ हाम्रो के अरे चेडेजी यहाँ माथि छ पेलिङ चेडेजी। कति छ फर्किँदैछ। हामी भर्खर जान्छु। पढिहाल्यो एकछिन। यहाँ भिडियो भ्लग पनि अलिक फाइनल 12 हुनेहरूलाई कलेजमा आउँदा मिल्दैन भनेर भ्लग पनि अलिक इन्ट्रेस्टिङ हुन्छ। ओ तर डिफेन्सरीको अगाडि छ रे। कहिले कलेज आउने भयो याद हुन्छ के अरे भलिबल र बास्केटबल ग्राउन्ड। अन्त त्यहाँ नयाँ स्टेडियम के भनिँदैछ। यस हाम्रो अलिकति हात लगाइदियो। फर्केको यता के अरे अब हात मिलाउनुहोस् न कि ल बिस्तारै बिस्तारै ल चलन। छाना लाउनुको लागि चाहिँ फलमहरू ग्यालेरी चाहिँ अब छाना लाउनुको लागि चाहिँ फलमहरू बास्केटबलको कोर्ट हाम्रो के कञ्चनजङ्घा ब्लक जिम्नेजम हल यो भयो। त्यो हाम्रो ज्ञान कुञ्ज भयो। त्यो लाइब्रेरी भयो। त्यो हाम्रो प्रिन्सिपलको अफिस भयो। त्यो के अरे पनि के भीम ब्लग गर्दैछ हो। सबै ब्लगर भइसक्यो। सबै ब्लगर भएको नभएको सबै ब्लगर दिच्छेन अर्कै ब्लगर फेरि अब यहाँ नाम ब्लगर। यो चाहिँ हाम्रो गेजिङ कलेज। कसै अब नयाँ हुनु सक्यो। यो चाहिँ गेजिङ कलेज है भने चाहिँ भनौँ भने
ओके तेरो भ्लग स्टार्ट गर न छ नि भ्लग ट्राई होइन गर भ्लग गर कलेज सक्नु आँटेको छ एउटा कलेजको भ्लग त हाल न हौ हाला होइन हाला न हौ कलेजको भ्लग त मर्छ है भ्लगको उयसमै म चाहिँ पसिनै पसिना भएछ म चाहिँ सक्दैन एकदम गर्मी भइरहेको छ पसिनाले खलखल भइरहेको छ यो चाहिँ वेटिङ सिट भयो उता लाइब्रेरी ब्लक ज्ञानकुञ्ज हाम्रो अहिले चाहिँ वेट ओइ किन हरि नआउने भएको एकजनाले आउँदिन भनेको अब बेसी नै एब्सेन्ट भयो नि त्यस्तै हो G33 कहाँ हो भनेर सोध्दैछ कलेज आइपुग्यो अब मेन अब हाम्रो के भन्छ जहाँ चाहिँ हाम्रो क्लास हुन्छ ज्ञानकुञ्ज जी मतलब ज्ञानकुञ्ज गएको अफिसल गेटबाट यता एसेम्ब्ली बसिसकेको छ 2 वर्षको नानी बामे सरे जस्तो पुगेको वी आर एन्टरिङ हामी चाहिँ अब चाहिँ क्लास चाहिँ यस्तो छ नि फेरि अप्ठ्यारो हाम्रो क्लास हो नि यस्तो चाहिँ अरू कलेजमा यस्तो छ कि छैन हो हाम्रो कलेजमा चाहिँ फेरि एडभान्स अनि एडभान्स टाढो माथि चाहिँ भ्लग गर्न मिल्दैन आफ्टर प्रोग्राम आफ्टर मिटिङ हो क्लास अन्त एक माथि घुम न हरि यो के अरे यसको नाम भीम केसर जाने बाटो भएको भन्नु मिल्दैन सिडी चढ्दा फाइनली पुगे जस्तो 35 भनेर त अन्त 33 मा झार्दै त अब यता बिचको नजारा देखाउँछु तपाईहरुलाई मेरो ब्लगमा हेर्नुस् यो चाहिँ हो हाम्रो कलेज बिचको नजारा मुनि यस्तो छ बिचमा सँग जाउँ न फेरि उता जानुपर्ने दुःख दिन्छौ ऊपर G33 कहाँ हो भने पनि याद छैन केटा कलेजै त आउँदैन Her death was widely mourned with tributes highlighting her dedication to public service and her role as a trailblazer for women in Sikimese politics. Another prominent woman is Rinjing Ongmo Bhatia. She has played a significant role in Sikimese politics landscape, notably during the tenure of Narbahadur Bandari, marking a pivotal movement in Sikkim's political history. She was students and thank you for your teamwork, creativity and energy to brought into every planning session and performance. It was truly a combined effort that reflects our unity and respect
all our state heritage. Last के and भन्छ, हरि? definitely हरि? not least, thank you everyone who यो attended के and भन्छ, appreciated प्याक the लन्च event, कहिले दिन्छौ? making it a success worth remembering कहिले दिन्छौ even as प्याक we लन्च? reflect on it now. Thank you everyone. म त्यसको लागि आउँछु। ओ भीम, Thank you, Dustin, for प्याक your लन्च कहिले दिन्छ सुदिन? words and speech. So I'd like to request our students to come on the stage for the photo session. Thank you. After that, जगिकन फोटो खिच्नु, फोटो ग्रुपिङ फोटो खिच्ने अरे। फोटो सेसन हुन्छ हाम्रो फोर्थ सिक्स सेमको छ, फोर्थ सेमको हुँदैन। टेक्छौ को गोडा टेक्छौ, गोडा मैला हुन्छ, लुगा मैला हुन्छ, अब कसले राम्रो टेक्छ। हुन्छ नि बुढोले क्याप्सुल बारिदिनु भएको छ हामीलाई। चाहिँ क्याप्सुलमा चाहिँ कहिले के हालेर पर्छ भन्छ। क्याप्सुल चाहिँ खानुपर्छ, खानुपर्छ। कोभिड आउँछ फेरि। आउँदिनु प्याक लन्च हामी। अब चाहिँ फाइनली प्याक लन्च बार्दैछ। प्याक लन्च चाहिँ दुईवटा जस्तै चाहियो मलाई। एकछिन प्याक लन्च, थ्याङ्क यू। प्याक लन्च पाए। यतिको लागि आएको दिनेश ल स्टार्ट अलिक हुँदो अलिक टाढो प्याक लन्च खोला खाऊ न भने थ्याङ्क यू फर हिस्ट्री डिपार्टमेन्ट म्यामहरूलाई। यताबाट ओ यताबाट जाउँ ल यताबाट। फाइनली हाम्रो चाहिँ प्रोग्राम सक्यो, प्रोग्राम फिनिस भयो। अन्त प्याक लन्च पायो, नो एटेन्डेन्स। ल ती छ डस्टबिन। ओइ खाँदा हिँडेको अलिक तल मजाले खोलेर देखाउँ है, देखेन राम्रो के हो गाइस। व्हाट इज दिस? मलाई क्या अप्ठ्यारो बाइट चाहिँ मजाले ल्यायो ल। समोसा ल मलाई देखाउनु भयो। तल पुग्न सकिन्छ म बस्ने ठाउँमा पुग्दा चाहिँ मेरो चाहिँ हात चाहिँ अप्ठ्यारो भएको थियो सुकाएको। एक बाइट हान्थ्यो त ल। सबै सकिसक्यो नि त। ए के स्पिड खाएको अन्त? भोक लागिरहेको छ कस्तो भोक लागेको छ। सिङ्गडा के भन्छ, समोसा। समोसालाई इङ्ग्लिसबाट के भन्छ? रिसोल होइन समस्या समोसा। डस्टबिनमा हालिदिनु होला है। एकछिन पार्कमा जाउँ न हौ ब्लकको लागि।
यो घाममा त पार्कमा त भयो होला अब रुमतिरै होला हौ। जाने अब सिधै घाम पनि हराइधन्न है यस्तो गर्मीमा कि पुरानो पोस्टमा साँच्चै नै भएन कलेजको फाइनल ब्लग फोटो खिचेको Get back. अब चाहिँ हामी चाहिँ लागेको हे रुमतर्फ गर नि दिन्छौ मलाई यहाँनिर हिजोकोले नै प्रेसराइज छ र त के हो क्रिकेट खेल्ने हो केटाहरु ट्र्याक लन्च पाएन भनेर कम्प्लेन गर्ने त यो चाहिँ हाम्रो कलेज ग्राउन्ड क्रिकेट खेल्नेवाला केटाहरु चाहिँ बस्ने कि आरी फलोइङ गर्न भनेन आज ब्याट देऊ न हो मलाई एक ब्याट गरेर जान्छु नि जाऊ न माग्देऊ न आउ न पहिले माग्देऊ न दामी गरे दिनेश नै दामी गर्दैछ दिनेश प्रामी छ दुईजना केटा चाहिँ यतै रह्यो क्रिकेट खेल्दै हामी चाहिँ अब रुमतर्फ लाग्दैछौँ क्यान्टिन एन्ड जिम्नेजियम हल त्यहाँ छ खाजा खानु ए त्यो चिया खाँदैन खाँदैन चिया नखाउँछौँ किन खाऊँ न केकमा खाउँ त्यसो ल मालिक त 10 को किन्नु त हामी चाहिँ अब चाहिँ चिया खाएर चाहिँ निस्केको डिचेन स्पोन्सरको ठाउँमा स्पोन्सर गरेर चाहिँ हाम्रो डिचेनले चिया खायो एन्ड अब चाहिँ क्यान्टिनबाट हिँडेको नि त यहाँ चाहिँ 3टा रोड छ यस्तो प्याराग्लाइडिङ हुँदैछ माथि पेलिङदेखि के हुँदैछ यहाँ चाहिँ भित्र चाहिँ प्रोग्राम फेरि खिच्ने भयो आयु छोटो हुन्छ के आयु छोटो हुन्छ हौ फोटो बेसी खिच्नु हुँदैन प्यारासुट यो छोरीको रूपै राम्रो
थ्याङ्क यू सो मच सबैजनालाई मेरो भ्लग अन्तिमसम्म हेरिदिनु भएकोमा। मेरो भ्लग चाहिँ आजको लागि चाहिँ यति नै।